नमस्कार सबैलाई। कालीगण्डी गाउँपालिका वडा नम्बर 2 अरबिनीको यो चाहिँ हाम्रो पञ्चासे होटल है। आज बिहान 7:30-8 बजेको टाइममा कफी खायौँ। त्यसपछि हामी लाग्यौँ साइड भिजिटतिर। मसँग हुनुहुन्छ हाम्रो देव सर, कृषि शाखा प्रमुख। हामी आज कृषिको काम प्लस हाम्रो प्राविधिक काम हेर्न अरबिनी हुँदै भन्ज्याङसम्म जाने। यो चाहिँ हाम्रो करिडोर है, कालीगण्डी गाउँपालिकाको करिडोर हो। करिडोरमा कुनै कुनै ठाउँमा यस्तो पनि अवस्था छ। अब मान्छे उता आउँदाखेरि मुक्तिनाथ घुम्न जाने मान्छेहरूले चाहिँ यसो ध्यान पुर्याएर है स्पिडलाई कन्ट्रोल गरेर हिँड्नु होला। कुनै कुनै ठाउँमा ढुङ्गा खस्ने ठाउँ छ है। यो पनि हाम्रो ढुङ्गा खस्ने एरिया हो। फुल्ली करिडोर पिच चाहिँ पिच हो। मुक्तिनाथ जान चाहिँ एकदम राम्रो बाटो छ। यस्तै गर्दाखेरि अगाडि हाम्रो राइडर हुनुहुन्छ देव सर, म चाहिँ पछाडि बसेर यसो भिडियो बनाइरहेको छु होइन। सुन्दर छ यो कालीगण्डी गाउँपालिका को करिडोर है। करिडोरमा भ्यूहरू पनि राम्रै छ, जङ्गल छ, साइडमा कालीगण्डी नदी छ। यहाँ पनि हाम्रो हेर्नु त सानो पहिरो गएको, पहिरोले चाहिँ बाटो मात्रै खोलेको छ, धेरै खोल्न मिल्दैन। धेरै खोल्यो भने फेरि जनमानव माथिबाट पहिरो आउने सम्भावना भइरहेको हुन्छ। त्यो कारणले गर्दा बाटो खोलिन। बिचबिचमा यस्तो हेर्नु त यति सानो खोला छ। तर यो खोला अहिलेको समयमा पानी नपरेको बेलामा चाहिँ सानै हुन्छ, त्यस्तो समस्या हुँदैन। तर पानी पर्यो भने चाहिँ उर्लेरै आउँछ है। फेरि विचार गरेर हिँड्नुपर्ने हुन्छ खोलालाई चाहिँ। बाइकमा विशेष गरी बाइकमा हिँड्ने साथीहरूले चाहिँ एकदम केयर भएर हिँड्नुपर्छ यो खोलाहरूलाई हेरेर। हामी फेरि बिस्तारै हिँडेर अलि हो यो ठाउँ हेर्नु त। यो ठाउँमा पनि ट्याक्क पहिरो गएको छ है। धेरै भयो हामीलाई यो एकचोटि मात्र होइन, दुईचोटि 3-4 चोटि नै पहिरो गइसक्यो। कालीगण्डी गाउँपालिका नि बेला सफा गर्छ। यो अब यहाँ वाल लाउने सम्भव पनि लगभग छैन। त्यसपछि यो सुक्खा ठाउँमा नि सुक्खा बेलामा नि पहिरो खस्छ। अनि त्यसपछि बर्खामा त अब झर्ने कुरो भइहाल्यो। अब अलि ठाउँ पनि अप्ठ्यारो छ। त्यहाँ साइडबाट हेर्दा तल ठ्याक्क कालीगण्डी देखिन्छ। माथिबाट ढुङ्गाहरू बेलामा खसिरहेको हुन्छ। गाडीमा बाइकमा हिँड्ने मान्छेले विशेष केयर भएर चाहिँ यो ठाउँलाई चाहिँ यसो एकचोटि सडक माथि हेरेर मात्रै रोड क्रस गर्नु हुन हार्दिक अनुरोध गरिन्छ। अब हामी पुग्यो मुल्क भन्ने ठाउँमा है। मुल्कको यो सानो होटलहरू छ। यहाँ 2-4वटा घर छ। त्यो माथि पनि घर छ, तल पनि यो हाम्रो पसल हो। त्यसपछि बिस्तारै हिँड्दै हामी चाहिँ रमाइलो कुराकानी गर्दै बाटोमा आउँदैछौँ। हेर्नु त कालीगण्डी गाउँपालिका के अरे कालीगण्डीको नदी। कालीगण्डी नदी कस्तो देखिया छ होइन। त्यो चाहिँ कालीगण्डीको नदी हो। यो चाहिँ हाम्रो ढलान भएको यो हाम्रो कालिका कन्स्ट्रक्सनले चाहिँ निर्माण गरेको रोड हो यो। खासमा करिडोर कालोपत्रे चाहिँ योभन्दा पहिला चाहिँ कच्ची रोड थियो। समथिङ 3-4 वर्ष अगाडि चाहिँ ग्राभल रोड थियो। अहिले चाहिँ करिडोर चाहिँ राम्रै भयो। हजियोस् करिडोर चाहिँ पेसिस छ। बाटो पनि एकदम आनन्द छ, राम्रो छ। अब हामी पुग्दैछौँ होसमारे झरनातिर है। झरना चाहिँ अब कालीगण्डकी गाउँपालिकाबाट फेमस हुन नसकेको मात्रै हो। तर फेरि फेमस हुन नसकेको स्थानीय तहमा चाहिँ एकदम राम्रो फेमस छ। बाहिरी चाहिँ फेमस हुन सकेको छैन। त्यसलाई फेरि व्यवस्थापन गर्न पनि सकिएको छैन। अलि बजेट चाहिँ धेरै नै चाहिन्छ। यसपालि हाम्रो प्रदेशबाट नि कति समथिङ 8 लाख जति बजेट परेको थियो। साइडमा बस्ने अनि सिँढीहरू बनाइयो। बाटो पनि सर्लकको स्पिड आउँदा चाहिँ बाइकमा आउने साथीहरूले चाहिँ कन्ट्रोल गर्नुपर्छ है। यहाँनिर चाहिँ हो यहाँ अलि स्पिडमा धेरै आइयो अनि त्यहाँ बाइक कन्ट्रोल भएन भने पिच र किनभने अफरोड यो पुलको लागि छोडेको एरिया हो। यो चाहिँ अफरोड हो। अनि यहाँ आउँदाखेरि चाहिँ हामीले विशेष कुरा ध्यान दिनुपर्ने चाहिँ पानीलाई हो। झरना हेर्दै बित्तिकै स्वयं त्यो बाइक नहाल्नु होला। तल चाहिँ गिट्टी सिट्टी हुन्छ होइन। बग्ने सम्भावना म्याक्सिमम हुन्छ। हाम्रो साथीहरू चाहिँ एकदम रमाइरहन्। केटाहरूले त कहाँ पानीमै स्कुटर हालेर टायर नचाएर भिडियो बनाइरहन् होइन। यो झरना चाहिँ हो। यो झरना हेर्नु त। झरना चाहिँ अहिले पानी कम भएको बेला त यस्तो राम्रो छ। पानी धेरै भएको बेला झन् राम्रो हुन्छ। यसपछि फेरि हामी हिँड्नुपर्छ है। यो एरियामा पनि अहिले माथितिरबाट ढुङ्गा खस्ने एरिया हो। ढुङ्गा खसिरहेको देख्नुभयो होला के अरे। ढुङ्गा खस्ने एरिया हो। ढुङ्गा खस्दा पनि विशेष ध्यान दिनुपर्छ यो एरियामा पनि है। हाम्रो कालीगण्डकीको चाहिँ अलि भूगोल चाहिँ
कच्चो छ क्या, ऊ खसी छ ढुङ्गाहरू त, ढुङ्गाहरू खस्छ। बाइकमा हिँड्ने गाडीमा हिँड्ने साथीहरूले चाहिँ यसो बेसी ध्यान दिनु होला। ऊ अगाडि पनि हाम्रो पहिरो देखिरहेछ नि, हो त्यो पनि पहिरो पनि हाम्रो ढुङ्गा खस्ने ठाउँ हो। यहाँ चाहिँ मूल पनि फुटेको छ हाम्रो। हामी पुग्दैछौँ कनौटा भन्ने ठाउँमा है। कनौटा भन्ने ठाउँमा चाहिँ पुगिरहेछौँ। यो पनि ढुङ्गा खस्ने ठाउँ, यसमा पनि धेरै ढुङ्गा खस्छ, धेरै विचार गरेर हिँड्नुपर्छ। फेरि धेरै हिँड्ने मान्छेहरू फेरि मुस्ताङ जाने, हाम्रो मुक्तिनाथ जाने चाहिँ मेन रोडै यो हो खासमा। यो रोडबाट म्याक्सिमम् हिँडिन्छ हाम्रो इन्डियन पर्यटकहरू हो। धेरै हिँड्ने भनेको इन्डियन पर्यटकहरू हिँड्छन्, नेपाली त अब हिँड्ने नै भइहाल्यो होइन, नेपाली त हिँड्ने। अब हामी हिँड्दा हिँड्दै फेरि कनौटाको लोकेसनमा पुग्दैछौँ। यहाँ फेरि एउटा कनौटामा चाहिँ के छ भने हाम्रो दक्ष प्रजापति भन्ने हामीले पूर्व एउटा छुट्टै कहानी छ। यो कहानीको कुनै बारेमा म भिडियो हालौँला होइन। यहाँ चाहिँ एकदम पहिला शिवजीले चाहिँ राति चाहिँ तपस्या गरेको ठाउँ अरे के, मतलब बसेको ठाउँ हो। यहाँ एउटा कुरा मेन के छ भने त्यो शिवजीले बालेको आगो अहिलेसम्म निभाएको छैन अरे है। एकदम स्पेसल यहाँको चाहिँ कुराहरू जान्न मन लाग्ने घुम्न आउने मान्छेहरूले चाहिँ ओ यहाँ भगवान्ले यहाँनिर हाम्रो मन्दिर छ, यो घर हो, घरको पछाडि ठ्याक्क मन्दिर छ, यो रुखहरूनिर मन्दिर छ। यो मन्दिरमा चाहिँ आगो कहिले निभाएको छैन अहिलेसम्म। कति वर्ष 200 400 500 वर्ष भइसक्यो, अहिलेसम्म आगो निभाएको छैन हो ल। अनि यहाँ हामीले चाहिँ दर्शन गरिसकेपछि एकचोटि कुनै पनि मान्छेले त्यहाँ हिँड्दाखेरि दर्शन गर्नु होला भन्न चाहन्छु। त्यसपछि हामी ठ्याक्क फेरि त्यो मन्दिर कटिसकेपछि हाम्रो आउँछ फेरि खोला पर्छ क्या एउटा। यो खोलाहरू पनि सानै खोला हो, त्यस्तो अहिले बर्खामा ठुलो हुन्छ। पानी परेको बेला चाहिँ बाइक हाल्नै हुन्न यसमा। म नि आफै बगेको मान्छे हो यो खोलामा होइन। एकचोटि चाहिँ हामी दुईजना होइन बाइकमा बगेको ठाउँ हो। यसलाई चाहिँ विशेष ध्यान दिनुपर्छ। फेरि यो हाम्रो मुक्तिनाथ होटल, यहाँ चाहिँ फेरि उतापट्टि यो चाहिँ फेरि हाम्रो इभी गाडीहरू चार्जिङ हुन्छ। गाडी साडी चार्ज गर्ने होटल पनि छ, नास्ता खाना पाइन्छ, गाडी साडी चार्ज गर्न मिल्छ। ऊ हाम्रो साथी फेरि हुर्किरहेको बाइकमा बुलेट पायो भने केटाहरू चाहिँ यस्तै हो है। यहाँ ठाउँमा फेरि व्यवस्था छ है, हाम्रो होटेलहरू छ। अनि त्यसपछि टायर सायर त्यस्तो समस्या भयो भने पनि ग्यारेजहरू ठाउँमा छ। 15 किलोमिटर 20 किलोमिटरको एरियातिर चाहिँ हाम्रो तपाईँको ग्यारेजहरू पनि छ। बाइकको लागि समस्या छैन, गाडीको ग्यारेज पनि छ। यो रोड चाहिँ हाम्रो उता पर्वत जिल्ला जाने रोड हो। ऊ फेरि हाम्रो पाटी खोला भन्ने मेन खोला, यो खोला भनेको चाहिँ ठुलो खोला है। फेरि अहिले त सानो छ, बाइकमा हिँड्न सकिन्छ, गाडीमा हिँड्न सकिन्छ, केही भएन। धन्न हाम्रो अस्ति चाहिँ यही 83 सालको जेठ महिना समथिङ, जेठ असारतिर हो, असार साउन महिनामा ट्रकै बगाएको यो खोलाले। यति हेर्दाखेरि यति सानो खोला छ हेर्नु त, तर यसले ट्रक बगाएको, ट्रक लोड ट्रक यस्तो छ अवस्था हो। अब हामी पुगियो पूर्तिघाटतिर, पूर्तिघाटको स्टेसनतिर पुग्दैछौँ। ठ्याक्कै हाम्रो यो यहाँ तपाईँको साइडमा पूर्तिघाट लोगो छ, यताबाट चाहिँ बागलुङ जाने रोडहरू छुट्या छ। पूर्तिघाट बजारमा तलतिर हाम्रो दुईवटा रोड छ, तलतिर पनि जान मिल्छ होइन। यहाँ चाहिँ एउटा फुलल्यान्ड होटल छ, डिफेल भन्ने फुलल्यान्ड होटलमा खाना बस्ने एकदम